नमस्कार। आज हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भएको त्यो भिजिट भिजा काण्डबारे अलि गहिरिएर कुरा गर्दैछौँ। त्यसमाथि गृहमन्त्री रमेश लेखकको नाम पनि जोडिएर आएको छ नि? हो नि, हामीसँग भएको रिपोर्टले पनि यही विषयका विभिन्न पाटा केलाएको छ। आज हेरौँ न त यो खासमा के हो, कसरी मन्त्रीज्यूको नाम आयो अनि अहिले के हुँदैछ। यो विषय एकाएक तातेको चाहिँ खै अख्तियारले एयरपोर्टमा छापा हानेपछि हो। त्यो अध्यागमनका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेको घटना नि? हो, उहाँ नै। आरोप त झन् डरलाग्दो छ। प्रति व्यक्ति 3 लाख रुपियाँसम्म लिएर भिजिट भिजामा विदेश पठाउने गरेको रे। 3 लाख एकजनाको? यो त सामान्य गडबडी जस्तो लागेन? लागेन। यसले त सिधै मानव तस्करी वा संगठित भ्रष्टाचारतिरै संकेत गर्छ नि। हो त नि। ल यसलाई अलिकति खोलौँ न, कसरी चलिरहेको रहेछ यो सब? अब रिपोर्टहरूमा के देखिएको छ भने यो अध्यागमन कार्यालयभित्रै एउटा गिरोह नै सक्रिय थियो कि भन्ने छ। मतलब भिजिट भिजालाई दुरुपयोग गरेर पैसा उठाउने? ठ्याक्कै त्यही। सहसचिव जस्तो मान्छे समातिनुले त यसको जालो अझै ठूलो हुन सक्छ भन्ने शंका बढाउँछ। अनि यो सबैमा गृहमन्त्री रमेश लेखकको नाम चाहिँ कसरी मुछियो त? आरोप लगाउनेहरूले के भनेका छन् भने गृहमन्त्रीको आफ्नै सचिवालय नै यो अनियमित काममा सामेल भएको अनि कर्मचारी, एजेन्ट, तस्करहरूको नेटवर्क चलाउन भूमिका खेलेको भन्ने छ। ए हो र? त्यही भएर विपक्षीहरूले राजीनामा मागेको हो। खास गरी माओवादी केन्द्र, रासवापा, राप्रपा जस्ता दलले गृहमन्त्रीले राजीनामा दिनुपर्छ अनि मात्र निष्पक्ष छानबिन हुन्छ भनेर दबाब दिएका हुन्। तर गृहमन्त्रीले त ठाडै अस्वीकार गर्नुभएको छ नि है। उहाँले त यो सबै राजनैतिक प्रतिशोध हो, मलाई फसाउन खोजियो भन्नुभएको छ। एकदम। उहाँको प्रतिक्रिया निकै कडा छ। उहाँले त भन्नुभएको छ नि, मसँग जोडिएको कुनै एउटा पनि प्रमाण ल्याए म पद मात्र होइन राजनीति नै छोडिदिन्छु भनेर। निकै ठूलो दाबी हो यो त। उहाँ आफू निर्दोष छु, छानबिनमा सघाउँछु भन्दै आउनुभएको छ। उता उहाँको पार्टी नेपाली कङ्ग्रेसले पनि प्रारम्भिक रूपमा हेर्दा लेखक विरुद्ध प्रमाण छैन, उहाँ निर्दोष हुनुहुन्छ भन्ने लाइन लिएको छ। तर विपक्षी दलहरू त सबै यो कुरामा सहमत छैनन् होला नि? त्यहाँ अलिकति मतभेद देखिन्छ है? त्यही त। सुरुमा त लगभग सबै प्रमुख विपक्षीले राजीनामा नै मागेका थिए, तर पछि माओवादी केन्द्र अलि लचिलो देखियो। कसरी? उनीहरूले चाहिँ अब राजीनामा नै नभए पनि छानबिन समिति बनाएर अघि बढ्न सकिन्छ कि भन्ने संकेत गरे। तर रासोपा, राप्रपा जस्ता दलहरू चाहिँ निष्पक्ष छानबिनको ग्यारेन्टी गर्न पहिले राजीनामा नै चाहिन्छ भन्ने अडानमै छन्। भनेपछि राजनीतिक रूपमा कित्ताकाट कायम छ। अनि त्यो छानबिनको कुरा गर्दा केही भइरहेको छ त? के छ अहिलेको अवस्था? सरकारले नि पूर्व मुख्य सचिव शंकरराज बैरागीको अध्यक्षतामा एउटा 7 सदस्यीय उच्च स्तरीय छानबिन समिति बनाएको छ। बैरागीजीको अध्यक्षतामा? हो। तर विपक्षीहरूले फेरि यो समितिप्रति नै शंका गरेका छन्। कतै यो कभरअप गर्ने प्रयास त होइन भन्ने उनीहरूको डर छ। त्यो शंका त स्वाभाविक पनि होला। हो। अहिलेको अवस्था हेर्दा एकातिर अख्तियारले आफ्नो अनुसन्धान गर्दैछ, अर्कोतिर यो सरकारी समितिले पनि काम थालेको छ, तर ठोस नतिजा केही आइसकेको छैन अनि गृहमन्त्रीमाथि राजनीतिक र नैतिक दबाव चाहिँ छँदैछ। त्यसो भए अहिलेसम्मको सार के देखियो त? एकातिर अध्यागमन जस्तो ठाउँमा गम्भीर भ्रष्टाचार र मानव तस्करीकै तहको आरोप लाग्यो। हो। त्यसमाथि गृहमन्त्रीको नाम जोडिएपछि राजनीतिक माहौल पुरै तात्यो। अनि दलहरू बीच पनि मत बाझियो र छानबिन चाहिँ चलिरहेको छ, तर अविश्वासका बीच। मोटामोटी यही हो। हामीले हेरेका स्रोतहरूले पनि के भन्छन् भने यस्तो गम्भीर विषयमा जनताको विश्वास जोगाउन कि अख्तियारले कि कुनै संसदीय समिति बन्यो भने त्यसले छिटो, निष्पक्ष र पारदर्शी छानबिन सक्नुपर्छ। अनि दोषी देखिए कारबाही हुनु पर्यो, होइन? एकदम। पद र पहुँच हेर्नु भएन, कानुनी कारबाही हुनै पर्छ। अनि अर्को कुरा, यो घटनाले फेरि देखायो कि हाम्रो अध्यागमन प्रणालीमा गम्भीर संरचनागत सुधार कति जरुरी छ भनेर। हो नि। यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि उठाउँछ कि यो घटना र यसको राजनीतिक प्रतिक्रियाले खाली कुनै व्यक्ति वा पदको मात्रै कुरा गर्छ कि यसले हाम्रो अध्यागमन र समग्र प्रशासनभित्रै गडेर बसेका समस्याहरूलाई सतहमा ल्याएको छ। निकै जायज प्रश्न हो। दोषी को हो त्यो छानबिनले देखाउला, तर भविष्यमा यस्तो नहोस् भन्नका लागि चाहिँ कस्तो आधारभूत सुधार चाहिने होला यो सोच्नुपर्ने कुरा हो।